हेलो गाइज दर्शक नमस्ते म हो मनीष श्रेष्ठ अनि तपाईँ यति बेला हेर्दै हुनुहुन्छ स्काई टिभी नेपाल। तपाईँले हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गर्नुहोला भन्न चाहन्छु। अनि आज हामी एउटा विशेष भिडियो लिएर आएका छौँ तपाईँहरूको लागि। आजबाट धादिङको गजुरी गाउँपालिका 5 गलौँदीमा तेस्रो रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव आजबाट सुरु हुँदैछ। हामी धादिङबाट पत्रकारको एउटा टोली हामी धादिङबाट जाँदैछौँ। यो भिडियो कस्तो हुन्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला हैन। अब हामी यो भिडियो सुरु गर्नेछौँ। केटाहरू तल आउँछ, बाटोमा के हुन्छ, वहाँ गएपछि के हुन्छ, हामी तपाईँलाई सबै कुरा देखाउनेछौँ। ओके, भिडियो हेर्दै गर्नुहोला। ल गाइस, हामी चाहिँ अब अनिलले मेरो घर आइसक्यो हैन। अब अनिल हो ऊ चाहिँ अनिल हो, उसको नाम अनिल हो है, उसको घर नलाङ हो। ल अब हामी लाग्दैछौँ। अरू टोलीहरू तलतिर कुदेर बसिरहेछ। पसलको बिगा पनि गर्ने हो यो साथीले स्टेसनरी भनेर। यता हाम्रो शङ्कर दादा र रेख सर हुनुहुन्छ, ट्राइपड रेडी गराउनु भए। रेख सर के भन्नु छ तपाईँलाई? ल कुरा भइरह। ल हाम्रो धादिङ अपडेटको उहाँ है अब प्रमुख मान्छे हो। मेरो अनलाइनको नाम भन्ने ए हाम्रो उहाँ बागमती कलमको हो है, अनि म आसिफ.com को हो। रेख सर नजाने है? रेख सर तपाईँ जाहिर खान जाने हो? फेरि पैसा दिँदैन है? हामी जान्छौँ नि त। हामीलाई शुभ यात्रा भन्नु नि त। ल थ्याङ्क यू। हामीलाई शुभ यात्रा भन्नु नि त। ल थ्याङ्क यू। ल हामी लाग्यौँ है। अहिले रेड धादिङमा यहीँबाट बोकेर हामी जाँदैछौँ। ल गाइस, हामी यति बेला पुगे खोला आइपुग्यो है। शङ्कर दादा पछाडि हुनुहुन्छ। अब हामी एकछिन मलेकु साइडतिर जान्छौँ, उता बजार साइडमा। उता मलेकु एकछिन त्यो बजार जान्छ। फेरि भनिदिनु दादा एकचोटि। के फेरि ह्यान्डसम भएर हिँड्ने मान्छे? यो मान्छे चिन्नुहुन्छ तपाईँहरूले? हामीले खाना खायौँ अहिले चाहिँ होइन। यति बेला मलेकुको बजारमा छौँ हामी। मलेकु बजार यता देखाएर मलेकु बजारमा छौँ। मलाई हेर्नु देखाइदिएन, म चिनाउँछु। हो, ऊ चाहिँ अनिल हो, बागमती कलम। ह्यान्डसम हो। उसको बागमती कलम पेज लाइक गरिदिनु होला। उहाँको नेपाल पद छ। हाम्रो ओखर न्युज.com को हाम्रो सर, हाम्रो पत्र महासङ्घको अध्यक्ष, कन्दरा न्युज.com का हाम्रो सिद्धराम सर। ल नाक त यसै नै अगाडि आइरहने। पाबिल न्युज.com, पाबिल न्युज.com। रुगा लाग्छ असि ल्याउनु नि ती जाइँ हट्टे बनाउनु। यसो हामी लाग्छौँ। हामी गलौँदीतर्फ लाग्दैछौँ खानासाना खाएर। अनिल र म एउटा बाइकमा छौँ होइन, अनि अरू चाहिँ आउँदैछ। यता मैले पेट्रोल पम्प आइपुग्यो। अब तपाईँलाई थाहा छ? काफल हो, काफल मिठो मिठो छ। मिठो छ। दर्शक ग्रिन तपाईँ खानुहुन्छ? लिनुहोस्। क्यामेराम्यान मनिषजीलाई पनि दिन चाहन्छु। हामी महोत्सवको गेटमा आइपुगिसकेका छौँ गाइज है। तेस्रो धादिङ रैथाने तथा व्यापार महोत्सव के हामी यति बेला छिरिसकेका छौँ। काफल मिठो छ, मिठो छ। हजुर के खिच्नु न क्यामेरा सधैँ मसँग। खिच्नु न क्यामेरा मसँग क्यामेरा छ, खिच्नु त। गोली बारुद क्यामेरा क्यामेरा। गाइज गर्मी भयो, हेर त यहाँ हेर पसिना आएर गर्मी रहेछ है। ज्याकेट खोल्दा बसिया छौँ हामी।
हामी अहिले एकछिन ड्रेस गर्दा छौँ मौसम सुरु मेला भएको छैन है गाइज हामी चाहिँ अहिले भित्र आइसकेका छौँ है अब स्टलहरू यता भित्रभित्र चाहिँ अलिअलि भरिरहेको छ एक दुई दिन भरेला होटेलहरू चाहिँ यतातिर है ल गाइज अब हामी चाहिँ अहिले अब एकछिनमा बाहिर जान्छौँ उनीहरू एकछिनमा हुनुहुन्छ उनीहरू निस्किँदा हुन्छ आज चाहिँ पहिलो दिन हो अब मान्छे चाहिँ अहिले यति छ है अब अरू आउँला चाहिँ एकछिनमा ल गाइज राष्ट्रिय गानले अब है गाइज राष्ट्रिय गान बजाउने बेला भइसक्यो यहाँ राष्ट्रिय गान सुरु सबैले ताली बजाउनु होला एकचोटि हल्ला स्वरूप हौसला अब उद्घाटन समारोहको चाहिँ पत्रकारले फोटो खिच्नु पर्दैन हामीले फेसबुकमा हाल्ने नै हुन्छ उल्टा चाहिँ उहाँ अगाडि गएर ट्याक्क मजाले फोटो खिचिरहनु भएको छ धन्यवाद आज चाहिँ महोत्सवको पहिलो दिन अब कति मान्छे छ चाहिँ यसो हेर्नु होला है यो मेलामा अब यस्तै छ हुन्छ होला लगभग अब सबैजना समेट्यो भने 2 गाडी जति मान्छे चाहिँ हुन्छ होला लगभग 200 जना मान्छे चाहिँ होला हामी चाहिँ रैथाने मेलाबाट फर्किँदैछौँ है यता नाडा नि छ रैथाने धेरै धन्यवाद सर लोकप्रिय गायिका हामी अब स्थल हेर्दै जाउँ न होइन भरिभराउ चाहिँ छैन 300 मात्र 200 ल 100 को 2 प्याकेट स्ट्रबेरी आएर ल रैथाने स्ट्रबेरी है घडी डिटर्जेन्ट पाउडर ल हिमाली जडीबुटी है यस्तो छ यो सबै पाए सरप पनि थियो यसैमा 4 किलोको बाल्टी पनि पाउनु भयो यो पनि पाउनु भयो 550 पायो 550 मा टक्क ल डिटर्जेन्ट पाउडर चाहियो भने मोजेबा भने टक्क हेर्ने लाने कृषि प्रदर्शनी है यो चाहिँ बन्दा छ यहाँ निर अधिकारी ल्याउनु भएको खुर्सानी बोर्ड छ अनि मकै बोर्ड छ है हाम्रो यो कृषि प्रदर्शनी है गजुरी महोत्सव हो यो हेरौँ न के छ हेर्दै जाउँ सबै कुरा देखाउँदै जाउँ न ल जापान जाने आउने यहाँ कन्ट्याक्ट गर्नु है ल जापान जाने यसमा कन्ट्याक्ट गर्नुहोस् त्यस्तै हो ल गाइस अब चाहिँ हामी बाहिर निस्किनु लागेको हो है अब एकछिन केही पर्खिन्छौँ महोत्सवहरूले खास गरी पर्यटनको विकास गर्ने कृषिलाई प्रवर्धन गर्ने र हामीले